दाइ कसरी हो यो खसी? कुन चाहिँ कालो कि सेतो? दुईटैको भन्नु न। अब यो कालो चाहिँ 25 केजीको हो अनि यो सेतो चाहिँ 30 केजीको हो। अब आफै सोच्नु न। 1 2 खसी हो कि डम्बल होइन यो? उही खाते तल राख भनेको। के भयो जोक्दै थिए त म? किन्ने हो कि नै? किन्नी त हो, यो कालो ल्याउनु न त। यसको चाहिँ 32,000 हो। त जसै किलोको हिसाबले बेच्ने भयो त 1 किलो लगाएर खान्छु नि म। किन्ने हो कि नै? मेरो सेट पुरा भयो। तपाईँ काट्ने कुरा भइरहेको थियो, डर लाग्छ छैन? मलाई मर्न मन छ। किन? मेरो यो अन्तिम जन्म हो, खसी भएर बाँच्ने त्यसैले मर्न मन छ मलाई मान्छे हुनलाई। पैसा लिन गएको थिएँ कि म। त्यसले कुरा मात्र ठुलो रहेछ। लाउनु त यो पैसा राख्नु, मेरो डाइट भाग्यो। ह्याप्पी दसैँ। मर्ने कसैलाई रहर हुँदैन। दाइ मेरो खसी लैजाम? लैजानु अहिलेको मान्छेले किनेन, तपाईँले भन्दा महँगोमा लैजानु। अब 1 किलो मासु लिएर आउनु पर्ला जस्तो छ। ओइ जमिन झन्डा पूर्जा खेल्न 20 रुपियाँ मात्र छ कि चङ्गा किन्नलाई? आइज एकचोटि मात्र हानौँ। एकचोटि हालेपछि हाले गरेर मन लाउँछ कि? ल अङ्कल मेरो पान भाइ। हालिसक्यो मुर्दारले। कति हालिस पैसा? जित्यो भने 2टा चङ्गा आउँछ कि? आइज त पान। सबजनाले गेडा खाऊ, म्या केही पनि आएन। डबल मेरो 1000, मेरो 500, मेरो 100, मेरो 20। तपाईँ नखेल भने होइन? जाम अब घरकै चङ्गा उडाम यार। पहिलो बुढी जस्तो दोस्रो हुन्न भनेको यही हो। ल मेरो 2000 आयो, अघिको पैसा निकाल्नु पर्यो नि। 500 लाई पानमै हाल्यो भने जितिन्छ कि? म त लङ्गुरमा हाल्छु। एचपी ल्याउलाई फेरि। पुलिस आयो। पुलिसको एरियामा कसले खेला भनेको थियो तँलाई? गोली खालास, झन्डा पूर्जा, इट्टा पान खेलाउँछस्? सबै भन्न त पर्थेन भो। त चुप लाग। म त अन्धो, हजुर मेरो आँखाले मसँग खेलिरहेछ, मैले अरूलाई कसरी खेलाउन सक्छु? अनि यो ब्यानर कहाँबाट आयो त? यो त परिस्थिति अनुसार बाँच्न खोजेको हजुर। पहिला बोर्डको थियो, अहिले दसैँ भएर हो यस्तो गरेको मैले। ओइ गाडी कुदा। बसले नि चुटिया बनाउन सक्छ। आई लभ यु त लेखिस् नि होइन चङ्गामा? लेखि, तर किन हो र? अहिले बुझ्छस्? पहिला फाल्टो चङ्गा माथि हावा लाग्यो। एकचोटिमै उठ्छ कि यो चङ्गा चाहिँ, जहिले त्यही सही लाग्छ कि? आई लभ यु चाहिँ किन लेखेको के चङ्गामा? ए त्यही भएर पो लेखेको आई लभ यु। अहिले झार्नी हो। झार्नी रे? दुम्बा चङ्गा के? चाक मरे गयो यार, झन् ऊ आउँदा चङ्गा झार्नी भनेको। पहिला चङ्गा कहाँ पुगिसक्यो त्यो त हेर। ओ सेट ला त तान्दै गर, म कता झार्दा ठिक हुन्छ हेरेर आउँछु। ला त त्यत्रा नि तान्दिन, जुदाउनलाई नि हो म त। के हेरेको? है दाइले आउँला देखाउँछस्? आइज मुजी जुदाउन। यो भुटेल त बिर्दियो त। यस्तो बेलामा धागो छोड्नु पर्छ। खैले त चङ्गा मैले नापे। त्यो फुच्चेले जित्यो यार आज त। के रे, तँलाई कसले लडाउने भन्यो? यस भगवान मेरो साथमा छन् कि यार आज। यस त्यो त तेरो क्रस होइन, हेर त। कता खै? तलको फ्लोरको बेडमा हेर त। तेरो क्रसलाई त फुच्चेले रस हान्दियो त। साले फुच्चेले चङ्गा र पंगा दुइटै लियो हामीसँग। मेरो क्रस। तेरो क्रसलाई जहिले अर्कैले रस हान्छ, जामिन अब टिका लाएर उडामला चङ्गा। ज्ञानी भएस, चिया पका भन्दा न्यू नखोजेस, बुढोलाई कुच्चोले पशुलाई झै नपिटेस। बुढो र लुडोको गट्टीलाई जति ठटाए त्यति मजा आउँछ। ल बाबु त आइज अब। बाउको 10 लाख छिट्टै फर्काएस। लाउँदिन है म फेरि टिका, यस्तो नभन्नु। जुटु परि छैन कि, योपालि चुप लाएर लगा। अनि आशीर्वाद त राम्ररी दिनु। ज्ञानी भएस, राम्ररी पढेस, बाउको छाती ठुलो गरेस, बाउ आमा मरेपछि मरेस। कस्तो आशिष हो फेरि यो? अरे यार ठिक त छ त। मर्ने कुरा किन लिएर आउनु भएको? अरे यार जीवनको अन्तिम सत्य भनेकै मृत्यु हो त। दीर्घकालीन आयुको आशीर्वाद दिन्छु त यार। ल टिका लाउन छोड्नु, निधार ठुलो छैन मेरो। ल 1000 रुपियाँ। अरू बेलामा त कहिले दिनुहुन्थेन र टिका लाउँदा छोरी हैनस् भनेर। छोरा भने नि तै होस्, छोरी भने नि तै होस्, तै एउटा त छस्। जा रमाइलो गर साथीसँग। थ्याङ्क यू बाबा। त्यस्तो होइन, भेरै मामाले छोडेर जानु भएको, काठमाडौँ जानु परेर। ए त्यस्तो भयो? हामीलाई चाहिँ टिका लगाइदिनु भयो, अब तपाईँलाई चाहिँ कसले लगाइदिन्छ?
बुझे बुझे तपाईँलाई टिका लगाइदिने मान्छे आउँदैनन् र आज नै गाउँै जान पर्छ यहाँ कोही आउँदैनन् आफन्तहरू समस्या नआइकन ए अरे यार आउनु म लगाइदिन्छु भन्न नि सकेन यस्तो त छ मेरो छोरा साला कुत्ता आउनु म लगाइदिन्छु टिका पुट निधार फुट्नु अगाडि भन्नु पर्थेन सरी बाउ अर्को दसैँमा भन्छु ल खुट्टा ढोकेर उठ्छ अब ल भाग्यमानी भइस अनि दक्षिण उता हो दक्षिण पैसा के बुढो कुकुर तैँले हो मलाई दिने पैसा कमाएपछि दिन्छु कि अहिलेको लागि त देऊ ल र त नि कमाएपछि देलास उठ अब 5 रुपियाँ त देऊ यार धेरै नबोलिकन उठ त तँलाई पैसा दिने मान्छे आउँदै हुनुहुन्छ को आउँदैछ तेरो ठुल बाउ ल हो र सधैँ जाने बेलामा पैसा दिएर जानुहुन्थ्यो यार उहाँले म बच्चा आउँदा ल पाण्डु गयो है म राम्ररी बस्ती घर ल ल दाइ पैसा दिन्न जस्तो छ मलाई ए प्रकाश बाबु यहाँ आउ त ल चक्लेट खाऊ ल त्यति सानोमा त 500 को चक्लेट खाऊ भन्नुहुन्थ्यो अहिले त 10-12 हजार त पाइएला नि यार के सोचेकोस चक्लेट खाने पैसा ल चक्लेट खाऊ ल यता दिनु त म किनिदिन्छु यसलाई चक्लेट त्यो पैसा त सधैँ मैले राख्थेँ त 10-12 हजार लानी भयो बुढोले यो पालि लास्टै थकेलाई पानी लिएर त जापान लु नमस्ते ठुलबाउ नमस्ते बाबु नमस्ते चक्लेट लिएर आउनु भएन आज चाहिँ हेर त चक्लेटले के हुँदो रहेछ मेरो लागि लिएर आउनु भएन ए मेरो हेरेनौ भनेको भर्खर यस्तो त थिएन त ठुलबाउ पहिला ओइ पाण्डु तँलाई मैले के भनेको रे अघि पानी लिएर हुने अनि लिएर न त बाउलाई हेप्ने मान्छे फेरि ठुलबाउ नै हो के गर्दैछौ त बाबु तिमी आजकल 12 सकाएर बसेछु काम गर्छौ त उठेर उचाल्ने छ्या त्यो पोजिसन मन पर्दैन मलाई त्यही पनि त्यस्तो काम गर्दिन म इट्टा उचाल्ने 12 सम्म पढेको त्यही इट्टा उचाल्न त होइन होला मैले के उचाल्न गरेको त बिहा गर्ने हो अब पहिला बाउको हुन दिनु तँलाई उचाल्न हतार भइरहेछ नि कुन देशमा हो र इट्टा उचाल्ने धरानमा त्यसो भए त गर्दिन दाइ आउनु न त अब टिका लगाम ल छिटो गरम त मलाई ढिलो भछ ल पाण्डु त आइज र ठुलोबाट सुरु गरौँ अलि उता सर्द ल छिटै बिहा गरिस् है त ल ल ल ल गर्भवती बनाइस् पहिला बिहा त गर्नु दिनु त्यो मैले दिने होइन तेरो खप्परले दिने हो छोरामाथि हात उठाउँछस् सरी दाइ ल म गएँ है त ढिलो भछ मलाई अनि के मलाई चाहिँ जुठो परेछ रोक्नु न मासु त खाएर जानु आएपछि ढिलो भन्छ अहिले अरू ठाउँमा नि जानु छ बेलुका आउँछु म झोला त लिएर जानु त्यो तिरै लाग्यो झोलामा घिउहरू छ म पनि पछि पछि जान्छु यार जहिले ढोकामै हो दिने पैसा हात गयो गोजीमा कस्तो जिल्लाको मुजी गेडा नुहार आउनु पर्ने रहेछ 1000 को घिउ पैसाको लागि मामा घर नै जानु पर्ला जस्तो छ